अब हामीले पर्खा छोक्चाङ रिमेक भन्ने भित्र चाहिँ अब यसमा अब पर्खा अब पर्खाबाट गर्नुपर्ने हुन्छ। अब त्यो विषयमा चाहिँ हजुरहरूलाई अब सिकाउँदछु। र पहिला पर्खा चाहिँ के छ भने ली खेन दा अनि खेन खाम गिङ सिन सोन भन्ने अब यस्तो 8 यस्तो छ। यो पर्खा गे भनिन्छ। यो पर्खा गेबाट चाहिँ अब हामीले कुन ठाउँमा फ्याल्नु पर्ने सबै त्यहाँबाट हेर्नुहुन्छ। त्यो कारण हजुरहरूले चाहिँ अब एकदम पहिला यो अब आफ्नो पर्खा चाहिँ आफ्नो वर्षको हिसाबमा गनेर त्यो वर्षमा ठिक्कै पुगेपछि अनि कुन चिजमा चाहिँ हजुरहरूले फ्याल्नुपर्ने त्यो ठाउँमा चाहिँ अब फ्याल्नुपर्ने हुन्छ र कुन ठाउँमा राख्नुपर्ने कुन ठाउँमा अब झिक्नुपर्ने अब यहाँहरू सबै त्यो ठाउँमा हेरेको हुन्छ। र पहिला यसमा के लेखेको छ म हजुरहरूले छोटमा भन्न चाहन्छु होइन। पर्खा चिलुक्नी भनेर पर्खा चाहिँ कसरी गर्नुपर्छ भनेर भन्नुभएको छ। केपा भनेको चाहिँ अब केटा मान्छेले भन्न खोजेको होइन। केपाले नि खुन्डुकोर भनेर छ। अब यहाँ केटा मान्छे चाहिँ अनि लीबाट खुन गरेर यस्तो गरेर घुमाउनुपर्छ भन्नुभएको छ। जस्तो यहाँ चाहिँ कस्तो छ भने ली खुन दा खेन खाम गिन सिन सोन भनेर यस्तो छ होइन। यो 8वटा छ। यसो गरेर जस्तो कि अब बायाँ नगरेर दायाँबाट यस्तो घुमाउनु पर्ने हुन्छ होइन। त्यो केटाको चाहिँ यसरी घुमाउनु पर्ने हुन्छ। अनि भूमे भनेको चाहिँ केटीको चाहिँ खाम्ने खेल्न कोर भने खामबाट चाहिँ खिनबाट चाहिँ कोसिस गर्नु भनेको छ। उल्टा भन्नेको चाहिँ उल्टा घुमाउनु पर्ने हुन्छ केटीहरूको चाहिँ होइन। खामबाट चाहिँ अनि खेनबाट जस्तो कि उल्टा घुमायो भने चाहिँ खाम खेन दा खोन ली सोन सिन गिन भनेर यसो घुमाउनु पर्ने हुन्छ। यो चाहिँ अनि हाम्रो केटीको उमेरबाट उल्टा घुमाउनु हुन्छ। अब यसमा अब केटा मान्छे हो भने दायाँ घुमाउने केटी मान्छे बायाँ घुमाउने भन्ने भन्नुभएको छ यसरी है। र चुखा मालुन रेसिस अनि चुखा लौना सुला छोङ भनेर छ। अब यसको मतलब चाहिँ के हो भने अब जस्तो कि अब हामीले अब 1 2 3 गरेर गने भनेर ठिकै छ नि त। जस्तो कि केटा मान्छेलाई 30 वर्ष 31 वर्ष छ भने चाहिँ सिधै लीबाट 1 गन्यो अनि खेनमा चु भनेर 10 भनेर गर्नुपर्ने हुन्छ। त्यहीँ 20 30 गरेर त्यहाँदेखि मुनि ठक्क मुनि आयो भने चाहिँ 31 हुन्छ नि। यसरी चाहिँ गर्नुपर्छ। भने जस्तो सुर्ला छोङ भने चाहिँ साइडमा गयो भने चाहिँ त्यो 10 20 भनेर यसमै गर्नुपर्ने हुन्छ। त्यो गनेर चाहिँ अनि आज अब 30 जस्तो पुगेर त्यहाँदेखि 34 जस्तो भने चाहिँ अनि खेनमा 30 आएपछि त्यहाँदेखि चाहिँ दाङ भने दा खेन खाम भनेर अनि गिन भनेर आउँछ। जस्तो त्यसमा खेन आएपछि 30 31 32 33 34 भने जस्तो कि गिनमा 34 आउँछ। यसरी चाहिँ छुम्सी गर्नुपर्छ भन्नुभएको छ होइन। र केटीको पनि सेम त्यसरी नै हो। अनि केटीको पनि अब वर्ष सोधेर अब केटीको अब जिन्दा केटी छ भने र केटा छ भने अनि वर्ष सोधेर केटीको कसरी घुमाउनु पर्छ अघि भने जस्तै केटा कसरी पनि त्यस्तै घुमाउनु जानुपर्छ भन्नुहोस्। गाङबक पर्खा हुँसुङ्ने लानी लुसेट टेङ्ने लु भनेर छ। अब यो भित्र चाहिँ अब कुनमा पर्छ अब त्यसमा चाहिँ अब हेर्नुपर्छ भन्नुपर्छ। जस्तो कि अब उदाहरणको लागि अब जस्तो ली परेको छ भने होइन ली जस्तोले परेको छ भने लीमा चाहिँ के पर्छ लाने लुसेट टेङ्न लु भनेर अब ला भने हाम्रो जस्तो कि हाम्रो सातु गयो भने सातु कहाँबाट तान्नु पर्ने भनेर यो कहाँबाट तान्नु पर्ने भन्छ। यहाँबाट चाहिँ उहाँले ला चाहिँ के हो लुई भनेछ। लानी लुछेट टेङ्ने लुट टेङ माथिबाट होइन लुछेट भनेर लेखेको छ माथिपट्टि। त्यहाँबाट चाहिँ खुसी गर्नुपर्छ भन्नुभएको छ। त्यो साइडमा त्यो कुनबाट सर लो नुपचाङ भनेर यस्तो साइडमा हेर्दाखेरि चाहिँ कहाँ पर्छ यो अब जस्तो कि सर लो नुपचाङ भने सर र लोको छाममा पर्दछ लुछेट भन्छ होइन। सर लो भनेपछि सर र लोको छाममा चाहिँ लुछेट पर्दछ न। त्यो चाहिँ अब तपाईँहरूको के गर्ने हो त्यो चाहिँ अब तपाईँहरूको लाहरू खुसी गर्नु। जस्तो कि सातहरू गयो भने बच्चाको सातो गयो भने अब हामी ठुलो मान्छेमा सातहरू तान्ने त्यस्तो तान्ने चाहिँ त्यहाँबाट हो भनेर छ। अनि मेम्बा नमेन टेक्ने खुब भनेर मेम्बा नमेन टेक्ने जस्तो कि अब हामी ठुल्ठुलो बिमारहरू भयो भने कुन ठाउँमा देखायो भने राम्रो हुन्छ कुन दिशामा गएर देखायो भने ठिक हुने यस्तो पनि छ। र त्यस्तोपट्टि तान्नु लागि चाहिँ अब कुनमा हो भने त्यो चाहिँ खुक भनेको खुक भनेको चाहिँ तान्नुपर्ने भनेर छ यहाँ चाहिँ होइन। जस्तो कि यहाँ के छ भने मेम्बा नमेन भन्छ। नमेन भनेको ठाउँमा रहेछ है। नमेनमा चाहिँ अब त्यहाँबाटपट्टि गयो भने चाहिँ
तपाईँहरूको चाहिँ अब अलिकति उपचार गर्दा पनि ठिक हुने भन्ने कुरा गरेको छ। त्यही कारणले नामेनमा चाहिँ त्यो देखाउनु पर्ने हुन्छ। उदाहरण अब अघि लिएको त्यहीँ हेर्दाखेरि चाहिँ नुपट्टि पर्दछ नि नामेन चाहिँ नुपट्टि पर्दछ। त्यो चाहिँ तपाईँहरू के हो त्यता साइडपट्टि चाहिँ अब त्यता साइडतिर गएर देखाइदियो भने चाहिँ अलिक उपचार पनि राम्रो हुने खालको पनि देखाउने भनिन्छ। यस्तो खालको पनि भनिन्छ। र अब बिमारमा पनि धेरै किसिमको हुन्छ। फेरि लास्ट स्टेज आइसकेर फेरि यसो देखाउन कोसिस गर्यो भने त्यो त अब भन्न सक्दैन होइन। तर पनि अब जति सक्दो अगाडि नै देखाएर गऱ्यो भने चाहिँ अब धेरै नै फाइदा हुन्छ। अब यो गऱ्यो भने सबै ठिक हुन्छ भन्न चाहिँ गाह्रो नै हो। जति सक्दो तपाईँहरूको माथि हो होइन। अब आफ्नो आयु सकेको छ भने चाहिँ हामीले भन्न सक्दैन। तर आयु नसकिकन यस्तो भएको छ भने त अब हामीले पनि त्यसमा गऱ्यो भने फाइदा ग्यारेन्टी नै छ, नहुने केही छैन होइन। त्यही कारणले सब मेन बात देखाउने कारण चाहिँ यो हो। अनि लु नि ढाङ्गे छोरो तोङ भने जस्तो लु भनेको चाहिँ अब हामीले के भन्छ आयु नसकिकन अब केही बाधाहरू आयो भने होइन भूतहरूले प्रेतहरूले यस्तो केही गरेर आफ्नो अब यस्तो भर्चिएर आएको कारणले अब यस्तो अब अलिकति समय नपुग्दै जान लाग्यो यस्तो भयो भने त्यही बेलामा चाहिँ लु भनेर फ्याल्ने हुन्छ। लुहरू धेरै किसिमको छ होइन। त्योहरू पनि पछि अब समय हुँदाखेरि भन्दै गरौँ। लुहरू चाहिँ कुन साइडबाट ढेङ्गाइ छोड्छु त्यो भन्छ। अब ढेङ्गाइ भनेको बुद्धको साइडमा फ्याल्नु भन्ने छ। अब लिपट्टि हेऱ्यो भने चाहिँ यो चाहिँ कहाँबाट स्लोपट्टि चाहिँ ढेङ्गा भनेको चाहिँ ढेङ्गापट्टि चाहिँ फ्याल्नुपर्ने भन्नुभएको छ। अब यो चाहिँ तपाईँहरूले ढेङ्गापट्टि चाहिँ अब लुहरू फ्याल्नुपर्ने भनेर छ होइन। लुको विषयमा धेरै कुराहरू छ। अब यो पछि त हजुरहरूको अब कतिको जिज्ञासा छ यो हिसाबमा म हजुरलाई भन्दै गर्छु। र झोर नि ढुक्चे धुचे छोक्छु त धुचेपट्टि अब झोरहरू फ्याल्दाखेरि अब हामीले अब ठुलो अब के भन्छ बाधाहरू आउने र धोक्पाहरू फ्याल्दाखेरि झोरहरू फ्याल्नेहरू चाहिँ अब त्यो तिनीहरू धेरै जस्तो केमा फ्याल्छ भने चाहिँ अब धुचेपट्टि भन्छ। अब त्यो चाहिँ अब हाम्रो ठुलो अब एकदमै बाधा ठुल्ठुलो आएको छ भने तिनीहरू चाहिँ झोर गरेर फ्याल्ने गरिन्छ होइन। त्यो चाहिँ झोरपट्टि चाहिँ झोर चाहिँ केमा भने दुचितमा भन्नुहुन्छ। अब यसमा चाहिँ कहाँ दिएको छ भने फ्लोर र नुपको छाममा देखाएको छ होइन, बिचमा होइन। त्यसपट्टि अनि देखाउनु पर्छ त्यतापट्टि फ्याल्नुपर्छ भन्ने भएको छ यो चाहिँ है। अनि झोर भयो। त्यहाँदेखि याङ नि पाल्के टेक्ने खुक भने याङहरू जस्तो कि हामी अब याङ भन्दाखेरि अब हामीले अब लक्ष्मी पूजाहरू गर्ने होस् या अब हाम्रो बुद्धिस्टबाट अब याङक्याप याङक्यापबाट गर्ने याङक्यापबाट धेरै किसिमको पनि छ। उयो नलाको पनि छ। यिनीहरू खुक्सीहरू पनि धेरै किसिमको छ। यो चाहिँ कहाँबाट हो भने यो चाहिँ तपाईँको अब यहाँबाट के भन्छ पाल्केबाट भन्नुभएको छ होइन। याङ नि पाल्के टेक्ने खुक भने अब यो लिमा हेर्दा पाल्के चाहिँ कहाँ छ भने चाहिँ झाङ र अनि स्यारको छामबाट छ नि पाल्के चाहिँ। अब यस्तो यो साइडमा रहेछ। यो चाहिँ उदाहरणको लागि भनेको तपाईँहरू सबै हेर्नुपर्छ होइन। अब यो चाहिँ अब पाल्केपट्टिबाट तान्नुपर्ने हुन्छ। यो चाहिँ अब कुन दिशाबाट ल्याउनु पर्ने छ भनेर त्योबाट हेर्नुपर्ने अब यो एउटा यो पाल्के भनेको चाहिँ होइन। अब हामीले याङ भनिन्छ र त्यसमा अब हामीले पिकनिकहरू ठुल्ठुलो खोल्दाखेरि गर्दाखेरि अब यस्तोहरू हेर्नेहरू पनि धेरै छ। जे होस् अब याङको लागि चाहिँ यहाँबाट खोल्नुपर्ने भनेको छ। यहाँबाट चाहिँ अब स्टार्ट गर्नुपर्ने भनेको छ। धोक्पा नि यो टेङदु गी भयो धोक्पा नि भन्दा अब जस्तो कि आफूलाई धेरै नै भर्चिएर आएको छ होइन। शत्रु होस् या आफैको अब के भन्छ धेरै नै भर्चिएर आउने होइन, धेरै नै अब पिर्ने होइन यस्तो भयो भने चाहिँ अब धोपा गरेर फ्याल्ने भनिन्छ होइन। धोपाहरू बनाएर फ्याल्ने यस्तो गरिन्छ। त्यो चाहिँ कहाँबाट ने भनेको चाहिँ आफूलाई कुन ठाउँबाट कुन दिशाबाट चाहिँ धेरै अब के भन्छ पीडा आएर त्यो ठाउँमा फ्याल्नु भने अब यहाँ चाहिँ नेपा भनेर लेखेको छ त्यो साइडमा चाहिँ फ्याल्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ कहाँ देखाएको छ भने नुप र है झाङ्गो छाममा देखाएको छ। नुप र झाङ्गो छाममा चाहिँ देखाएको छ होइन। योपट्टि चाहिँ फ्याल्नु भनेर भन्छ होइन। धोपाहरू चाहिँ यहाँबाट फ्याल्नु भनेर भनेको छ। र सोक्सो टेङदु ने त्यो न्योल भन्ने सोक्सो भनेको चाहिँ अब यो चाहिँ अब हाम्रो अब कहीँ अब अलिकति बिमारहरू ठुल्ठुलो हुँदाखेरि अलिकति जिउहरू पनि सन्चो नहुने र अब अलिकति आयु पनि भएको तर अलिकति बाँच्नु अलिक गाह्रो जस्तो भयो भने अब सोक्सोपट्टि चाहिँ गर्नु भनेर भन्नुपर्छ। यस्तो बेलामा पनि आफूले अलिकति लुहरू फ्याल्ने पनि गर्छ कसैले अब गाउँको घिर्टे पनि गर्ने गरिन्छ र भएन भने त्यहाँदेखि हामीले अब छको हिसाबमा गरेर अनि उसको साटा चाहिँ उसले अब अलिकति उसको आयु बढाउने कामहरू पनि गरिन्छ। त्यो चाहिँ कतापट्टिबाट अब आफूले अब खुसी गर्नुपर्छ भने चाहिँ अब यहाँ चाहिँ अब लिको साइडमा हेर्दाखेरि चाहिँ अहिले के हो नुप र च्याङ्गोसम्म परेछ होइन। यस्तो रहेछ। अब अरू चाहिँ के रहेछ भने छालुन छोक्सु खाद्य गे भने छालुन भनेको चाहिँ अब यो चाहिँ अब जस्तो कि अब यहाँ खुक्सी गरेको सो खुक्सी गरेको होइन
आफ्नो अब आयुहरू तानेको चाहिँ यो साइडबाट तान्नुपर्छ भन्ने भनेको हो। देखिन्चेन सोक्सो झाङ भनेको अब यसरी गऱ्यो भने चाहिँ जे जस्तो भयो भने आफ्नो यो पनि लामो हुने र साथै अनि आफूले भनेको कुराहरू पनि सबै राम्रो हुन्छ भन्ने भएको छ। अब यो चाहिँ अब पर्खाको हिसाबबाट पर्खाको हेर्ने तरिकाबाट चाहिँ यस्तो छ। र अब यस्तो अरू धेरै किसिमको छ। अहिले खास गरी पनि अहिले हाम्रो यहाँ नाम्डोलिङ गुम्बा सेडाबाट अब हाम्रो यत्रो डोङ्गाहरू जुनबाट अहिले यस्तोहरू बनाउने पनि धेरै गरेको छ। हजुर यसो भित्रबाट पनि हेर्न सकिन्छ होइन। र यस भित्रबाट अरू पनि धेरै हेर्नेहरू छ। यो पछि म हजुरलाई समय पाउँदाखेरि बिस्तारै बिस्तारै हजुरहरूले म भन्दै गर्छु। ल सो